नमस्कार हजुर। नमस्कार, बोल्नु न। तपाईँको परिचय दिनुहोस् न, नाम भन्नुहोस् त। मोहम्मद हुसैन रौतहट जिल्लाको हो। ए अनि यसपालिको भोट हजुरको केमा जाँदैछ त? माटोमा। माटोमा श्रम संस्कृति पार्टीमा भोट हाल्ने तपाईँको पक्का भयो। यता पनि म परिचय लिन्छु है त हजुरको। हजुरको परिचय बताउनुहोस् त हजुर। मेरो नाम मुकद्दम। मुकद्दम, जिल्ला रौतहट। जिल्ला रौतहट। घरिमाई 3। अनि यसपालि भोट हजुरको केमा लगाउने सोच गर्नुभयो? माटोमा। माटोमा श्रम संस्कृति पार्टी। यहाँ हजुरको शुभ नाम? हेम्स हनी। हेम्स हनी। हजुरको घर चाहिँ? रौतहट। रौतहट जिल्ला। यसपालि भोट केमा लाउँदै हुनुहुन्छ हजुरले? मट्टीमै सिधै? अब दायाँ बायाँ नसोच्ने, सिधै मट्टीमा? धेरै राम्रो विचार यहाँहरूको। उहाँहरू चाहिँ यहाँनिर यो सिरक डस्ना बनाउनुको लागि आउनु भएको रहेछ। उहाँलाई सोद्धाखेरि माटोमा भोट लाउने भन्नुभयो। हजुर यता तपाईँको पनि शुभ नाम बताउनुहोस् त हजुर। हाम्रो मोहम्मद माइतुल्ला हो हजुर। मोहम्मद माइतुल्ला। हजुर। यसपालि भोट केमा हाल्ने विचार गर्नुभयो हजुरले? माटोमा हरका सम्पाललाई दिने। माटोमा हर्का साम्पाङलाई दिने। हजुर। यसरी यो गरिब दुखीको पार्टी श्रम संस्कृति पार्टी, जो चाहिँ मजदुरी गर्नेहरूको पार्टी हो। उहाँहरू चाहिँ यहाँनिर यो सिरक डस्ना बनाउनलाई हाम्रो भोजपुरमा आइपुग्नु भएको रहेछ। धेरै धेरै धन्यवाद तपाईँहरू सबैजनालाई है त।